साथीहरु मैले चाहिँ यहाँ आमाको लागि फ्लिपकार्टबाट बेग मगाइरहेको थिएँ अस्ति है। अन्त हिजो बेलुका आयो। अनि म बिहानै खुसी भएर एक्साइटेड भएर खोल्दैछु है। अनि तपाईहरु पनि हेर्नुहोस्। अनि म तपाईहरुलाई देखाउँदै छेउमा म खोल्दैछु है, तपाईहरुलाई देखाएर। अनि तपाईहरु पनि मगाउन चाहनुहुन्छ भने नि फ्लिपकार्टबाट मगाउनुहोस् है। राम्रो हुन्छ सामान, मलाई त मन पर्छ। अन्त म खुसी हुँदै हेर्दैछु। अन्त आमालाई चाहिँ फोनमा हेर्दा मन पर्यो यो ब्याग है। अब हेरौँ कस्तो आएको छ है। अनि आमा पनि छेउमै बस्नु भइरहेको छ है, हेर्नु हुँदैछ। एक्साइटेड भएर आमा पनि। अनि तपाईहरुलाई यस्तै खालके भिडियो मन पर्छ भने है मलाई कमेन्टमा भनिदिनुहोस्। अझै म यस्तै खालके भिडियो ल्याउने छु है। अन्त यो ब्यागको प्राइस चाहिँ 1300 हो है। अन्त यो ब्याग चाहिँ अस्ति दिनको मन परेको थियो नि त आमालाई, त्यही भएर चाहिँ मैले मगाइदिएको हो। अन्त हेर्नुहोस् है, म खोल्दैछु खुसी भएर। मलाई चाहिँ यो कलर पुरा मन पर्यो अनि मैले मगाएको। राम्रै लाग्छ होला है, मन पर्छ होला है। अनि हेर्नुहोस् है गाइस, म चाहिँ यो खोल्दैछु है। वाउ कस्तो मजाको आएछ गाइस, मलाई त पुरा मन पर्यो यो ब्याग है। तपाईहरुलाई पनि मन पर्यो होला, कमेन्टमा भनिदिनु है। अनि म चाहिँ यहाँ हेर्दैछु, यहाँ खोल्दैछु गाइस, हेर्नुहोस् है। मलाई चाहिँ पुरा मन पर्यो यो ब्याग है। हेर्नुहोस् न कस्तो मजाको उयो रहेछ, स्पेस पनि रहेछ है, सामानहरू राख्नु सक्दो रहेछ हो। अनि त्यहाँ मैले चाहिँ उयो पनि भेटेँ, ह्यान्डल पनि भेटेँ हो। त्यो ह्यान्डल पनि लगाएपछि चाहिँ अब साइड बोक्नु पनि सक्छ है। अनि यो ब्याग चाहिँ कुर्तीहरूमा राम्रो देख्छ है, प्यान्टतिर बोक्दा पनि राम्रो देख्छ है। अन्त हेर्नुहोस् है, मैले पनि यसरी बोकिरहेको छु हो। मलाई त पुरा मन पर्यो है साथीहरू। अस्ति मैले मिसो हल गरेको थिएँ है, त्यो भिडियो पनि सबैजनाले हेरिदिनु भएछ है। र यसरी नै यो भिडियो पनि हेरिदिनुहोस् है, सपोर्ट गर्नुहोस्। अनि हेर्नुहोस् है, म यहाँ ह्यान्डल जोड्दैछु हो। अनि म तपाईहरुलाई लगाएर पनि देखाउने छु है। हेर्नुहोस् है गाइस, मैले लगाए पनि। हेर्नुहोस् है कस्तो लाग्यो तपाईहरुलाई। हेर्नुहोस् साथीहरू, मैले चाहिँ यसरी पनि बोकेको छु है। तपाईहरुले त्यो ह्यान्डल युज नगर्दा पनि हुन्छ, गरे पनि हुन्छ है। हेर्नुहोस् यसरी बोकेको छु है। हुन्छ साथीहरू, बाई बाई, थ्याङ्क यू सो मच फर वाचिङ। अनि तपाईहरुलाई कस्तो के लाग्छ कमेन्टमा भनिदिनुहोस् है। हुन्छ, बाई बाई।